त्यो चाहिँ गएर टिपाउनु त कस्तो हुन्छ त्यो कप्प भयो ल सबैमा नमस्ते। आज हामी गोकुल काब्रे दाइको बारीमा चाहिँ बगैँचामा छौँ। चितवनको यस्तो गर्मीमा फलेको स्याउ टोक्नको लागि हामी चाहिँ हातिल छौँ होइन। अब यो हेर्नु त यो फलेको ओहो चितवनमा फलेको स्याउ ल हेरौँ है अब कस्तो छ यसको स्वाद। टोकम ल उहाँ नै हो है, उहाँको बगैँचा हो दाइको। ल धन्यवाद। काट्नु पर्ने जस्तो लागेर हामीले पनि खानु पर्यो जस्तो सरम एक्लै खाने स्याउ दामी छ यार। त हेर्दा काँचो छ नि त फेरि। हेर्दाखेरि काँचो छ, हल्का अमिलो छ। यो खाने बेला त भएको होइन तर बबाल मिठो छ है। बबाल अर्कोतिर काटेर हामीले पनि खानु पर्यो यार मुख रजाएर। बबाल मिठो ल दाइ धेरै धन्यवाद। दाइको केही छ भने भन्नु त। होइन एकदम ठिक छ, मैले स्याउ चखाउन पाएँ। अब यो अर्को वर्ष पनि आगामी वर्ष पनि खान पाइएला फेरि होइन। छ नि धेरै नै छ नि अझै पनि सानो सानो